सेवारो नमस्कार। यो चाहिँ आज चाहिँ हामी कोप्पोमा आएको छौँ। कोप्पोको पुरानो गाउँ। यो पनि अर्को एउटा हाक्का भिलेज हो। पर देखिराख्नुहुन्छ हाक्का पुरानो घरहरू। पुरानो हाक्का भिलेज भनौँ न, चाइनिजहरूको हाक्का भिलेज। कोप्पो यो पछिल्लो चरणमा चाहिँ रिइस्टाब्लिस भइरहेको छ। चाहिँ अब धेरै हाक्काहरू चाहिँ फेरि फर्केर यहाँ बस्नु सुरु गरिसकेको छ। यो पुरै अहिले टुरिस्ट एरियाको रूपमा यसलाई डेभलप गरिरहेको छ। यो चाहिँ कोप्पो, यो चाहिँ कोप्पो एरिया नै भनौँ न। यहाँ कोप्पो अघि मैले तपाईँलाई भने जस्तै यहाँ अहिले रिइस्टाब्लिस पछाडि यसलाई चाहिँ नयाँ तरिकाले डेभलप गरिरहेछ। खाने ठाउँहरू पनि बनाइरहेछ है। तर चाहिँ यो गाउँ कोप्पो भन्छ यसलाई। लुकिङबाट तपाईँ त्यस्तो गाह्रो साह्रो अप्ठ्यारो पनि छैन। मजाले आउनु सक्नुहुन्छ है। ल यो ठाउँ चाहिँ काउताङ चाहिँ 3 किलोमिटर चाहिँ फान्सुआव। लुकिङ चाहिँ हामी 2 किलोमिटर 1 घन्टा जस्तै हिँडिसकेका छौँ। पुरानो ठाउँ यस्तो छ। यो कोप्पो पछिल्लो ठाउँमा यो टुरिस्टहरूको लागि, लोकल टुरिस्टहरूको लागि चाहिँ यो डेभलप भइरहेको छ। बेन्यन ट्री होला। यो के हो? यसको नाम भन्नै आयो। यसो म त यो के हो? नेपालमा छ यो। अन्दाङफुङ कोप्पोको जङ्गली गाईहरू है। यो कोप्पो भन्ने ठाउँमा जङ्गली गाईहरू मान्छेको हो कि जङ्गली जस्तो छ है। कोप्पो भिलेज, पुरानो हाक्का भिलेज। यहाँ घरहरू छोडिसकेको घरहरू छ है। कोप्पो गाई गोरु चाहिँ टन्नै रहेछ है। यो निकै बस्छ कोप्पो भिलेजको गाईहरू। कोप्पो भिलेज यो भित्रको हाक्का घरहरू कोही पुरानो भत्किरहेछ, कोही नयाँ बनाउँदैछ, कतिपय भत्किसकेको अवस्था। यो कोप्पो भिलेजको चाहिँ निकै भत्किएको चाहिँ यो चाहिँ निकै भत्किएको अवस्था। यस यहाँ घुम्न आउनुको लागि राम्रो ठाउँ छ। बाटो पनि सजिलो छ, त्यति टाढो पनि छैन। परियो जङ्गल। यो चाहिँ हाक्का भिलेज है पुरानो। यहाँ चाहिँ मान्छे चाहिँ यस्तरी रोकेको छ, नो इन्ट्री। भिडियो चाहिँ खिच्न पाइयो होला नि। मजाले अगाडि चौरी यस्तो छ है। ल गाई गोरु यता